अब 84 पछि यही शिलाहरू बस्नुपर्छ त। मलाई पुराना राजनीतिक दलका नेताहरूको एउटा गजबको बानी चाहिँ के लाग्छ भने तपाईहरु प्रश्नबाट भाग्नुहुन्न, तपाईहरु आलोचना सुन्नुहुन्छ, बरु सुध्रिनुहुन्न। त्यो चाहिँ अर्को कुरा हो। बरु सुध्रिनुहुन्न, त्यो चाहिँ अर्को कुरा हो। मेरो खराब बानी छ, मेरो खराब बानी छ, मेरो खराब। नरहे नेपाल, नरहे नेपाली, नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो विवाह गरेको दिन श्रीमतीसँग हनीमुन नमनाइकन पत्रकारिता गरे मान्छे। गॉड, त्यो लेभलको त कुनै पनि पत्रकार छैनन् काममा। त्यो लेभलको कुनै पनि पत्रकार छैनन् काममा। हो, गलेको गाँड जस्तो भएर हिँडेछ केपी ओली गलेको गाँड जस्तो भएर हिँडेछ। उत्पात नि हो, उत्पात तेरीमा टोक्ने जम्मै कुरा सकेर। संसार युवतीमै अडेको छ है? होइन, त्यस्तो पनि होइन। युवतीमै अडेको त छैन, तर युवतीमै अडियो भने केही पनि गर्न सकिँदैन। युवतीमै चाहिँ अडिनु चाहिँ भएन, तर अडिएको जस्तो देखिन्छ, त त्यसैमा अडिराख्नु। तर पुरुषहरूको लागि युवती भनिसकेपछि सबै कुरा छोड्न तयार हुन्छ नि। त्यस्तो भनेको 99% अफ मेन आर बिजी विथ वुमन अनि रेस्ट अफ 1% आर मिलियनियर्स। 99% मान्छे चाहिँ युवतीमा फसिरा हुन्छन्, बाँकी 1% चाहिँ मिलियनियर हुन्छ। चुनाव हार्यो भने के गर्नुहुन्छ? होइन, हार्न मैले जानेको छैन। र आजको दिनबाट मैले जुन चुनाव चिन्ह लिएर चुनाव लडेको थिएँ, मोबाइल चुनाव चिन्ह, त्यो पार्टीसँग र त्यो चिन्हसँग मेरो अब सम्बन्ध रहँदैन। यो केराको बोर्डले म कानमा सुनिरहेको छु, राजा आऊ देश बचाऊ भनिरहेको छु। हाम्रो देशको राष्ट्रिय गान के हो? त्यो चाहिँ मैले त्यतिखेर चाहिँ हेरेको। हस्, हुन्छ, थ्याङ्क यू। भन्न बित्तिकै के बुझ्नुहुन्छ? कर्णाली। हजुर, कर्णाली भने के को छ अहिले प्रधानमन्त्री? खातै यसको नाम पनि बिर्सेँ मैले। के अरे? शेरबहादुर देव। अभिभावकको हैसियतले पनि मैले उहाँको स्थिति के छ भनेर बुझ्नु स्वाभाविकै थियो। म आज भेट भयो, स्थिति अलि धेरै नै जटिल उहाँको अनुहारमा पनि देखिन्छ। उहाँ दुब्लाउनु भएको छ। एउटा नाङ्गो खुकुरी र एउटा क्यामेरा बोकेर सहरको कुनै पनि चोकमा उभिएर कराउनुहोस् र भन्नुहोस् अब यो खुकुरीले नेता जति सबैलाई छप्काएपछि मात्र सुख पाइन्छ, यति भन्नुहोस्। तपाईँ रातारात भाइरल हरेक कमेन्टमा तपाईँलाई गृहमन्त्री बनाउनु पर्छ भन्ने माग आएन छ भने मलाई भन्नु होला। सुशीला कार्की देख्नुभयो होइन? बसेर पिसा फेरेर उठ्न सक्दिनन्, के को देश चलाउनु? रातभरि सुत्छ, रातभरि उड्छ, के हो? लाडो अध्ययन गर्दै गर्दैन, पढ्दैन पढ्ने। किताब नपढेको कम्तीमा चाहिँ 15 वर्ष भयो। किताब नपढेको एउटा पनि किताब नपढेको 15 वर्ष भयो। भइसक्यो। सात सूर्य सात छाप। एमाले मुजी मुर्दाबाद। तेरी माँ की थरनी एमाले मुजी। त म एकदिन भाइरललाई डरलाए माइलट देखेर यो डन माछालाई अगाडि चाहिँ रनका रन फोनका फोनतिर मुनि कहाँ गनमानतिर देखाउँछु पुच्चे। बुढी कन्या बस्नु भन्दा एउटा केटा छान्नु, ह्यान्डसम केटा चाह्यो भने हामीलाई मिस कल हान्नु। यो कस्तो हो आज मैले भन्न पर्छ रे? यो हाँस्दाखेरि गाला होइन चाकमा डिम्पल पर्छ रे। ओइ हाँस्दै त। तिम्रो छोराको रिजल्ट हेर या 5 वटामा 4 वटा सब्जेक्टमा फेल भएको छ। के भयो त हौ? यो पालि इक्जाममा त्यस्तो भयो, अर्को पालि इक्जाममा 3 वटामा फेल गर्दै सोध भविष्यमा के गरेर खान्छ? यसले के गरेर खान्छौ छोरा? गरेर खान्छु। बाले साला तपाईँले हराउने झापामा गएर सोध्नु न, त्यहाँ कुकुर बिरालोलाई सोद्धा म्याउ भनेर माटो भन्छ क्या, म्याउ भनेर माटो भन्छ क्या।
इङ्ग्लिसमा एउटा उखान छ नि लातों के भूत बातों के नहीं मान्थे भन्छ नि म राणीको छोरो हो म रन्डीको छोरो हो ल भन्नु म राणीको बान हो के हो राणीको बान रन्डीको बान अरे म त्यहाँ हेर्नु न कमेन्ट अनि त्यो यसो कहिले हेर्नुपर्छ अब नेपालको राष्ट्रिय चरो के हो भाँगेर हो भनेर हो हजुर त्यसको मासु पनि खान्छ रक्सी खान जाँदाखेरि ठिक एक प्याक दुई प्याक खायो ठिक हो अब हाम्रो तपाईँको चाहिँ नि सुत्ने गरी लड्ने गरी खान्छ नि त नि अब हो पनि फेरि रक्सी खाने लाग्ने गरी खाने हो नभए त दुध खाए भइगयो नि तपाईँको नाम एकचोटि भन्नुहोस् त डाक्टर ढाका कुमार श्रेष्ठ तपाईँको नाम ढाका होइन डाका हुनुपर्ने भनिरहेको मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या म त छटपट्टि नै